गुड मर्निङ गाइज। आज चाहिँ यहीँबाट भ्लग सुरु हो। यो थाहा छ होला तपाईँहरूलाई के बनाएको मैले भनेर। आज पनि आइसकेँ। मैले सामानहरू लिएर मार्तोल लिएको छु, तारहरू लिएको छु, यी काँटीहरू पनि लिएको छु, लामो छोटोहरू सबै काँटीहरू लिएको छु। अब मलाई बाँसहरू चाहियो। अब यहाँनिर नाप्छु कतिको बाँस चाहियो भनेर। अनि अहिले यो यहाँ काँटी ठोकेको, यहाँ काँटी दुईतिरबाट ठोकेको, अनि यहाँनिर ठोकेको छ है दुईतिर। अनि अरू केही गरेको छैन। अब म चाहिँ बाँस दिनु गएको। यो चाहिँ मैले बनाएको माथि छानाको लागि। मैले चाहिँ यतै भेला पारे बाँसहरू देख्न सक्नुहुन्छ। कतिवटा छ यहाँ गनेको पनि छुइनँ। मैले चाहिँ यति भेला पारेँ। यो त पुग्दैन होला। लगाइ एकछिनको लागि बाई बाई। गाइज मैले चाहिँ यति बाँस लिएर आएको छु। देख्न सक्नुहुन्छ। अब यतिले पुग्दैन होला गाइज। अब म अर्को बाँस झारी जान्छु। अहिले यताको बाँस झारी गरेर यता उँधोको बाँस झारी जान्छु। गाइज म चाहिँ अहिले यो बाँस झारीभित्रबाट निस्किएको देख्न सक्नुहुन्छ। यहाँ पनि बाँस झारी छ नि त। तर यहाँ पसेको थिएँ। बाँस भेटेन धेरै, यति नै भेटेँ दुईवटा। यति झिके यो लामो बाँस छ नि, यो चाहिँ फुटेको छ क्या उतापट्टिबाट। त्यस्तै गरी फुटेको छ। यस्तै गरेर फुटेको छ उतापट्टिबाट लामो। त्यो भएर काटिन यो चाहिँ। अब तलतिर जान्छु। हेर्दै जानु होला के गर्छु म। अझै पर पनि जानु छ। लगाइ बाई बाई। माथि दुईवटा कि तिनवटा छ पहिको। अब यो एउटा मात्रै भेटेँ यता त। यत्रो बाँस काटिने सब लगाइ पर कटेरमा पुगेर भेटौँ ल। गाइज मैले चाहिँ 6वटा बनाएको छु खोजेर। गाइज मैले चाहिँ ल्याइपुऱ्याएँ। यहाँनिर बाँसहरू देख्न सक्नुहुन्छ है। पुग्दैन जस्तो लागिरहेको छ गाइज। अब हेरौँ एकचोटि कतिको हुन्छ। लगाइच म बाँस उछार्छु अब यहाँदेखि। गाइज मैले चाहिँ ओसारिसकेँ तल्लोपट्टि। अब राखेर हेर्नुपर्छ पुग्छ कि पुग्दैन भनेर। ओसारिसकेँ तल्लोपट्टि। अब यहाँ राख्ने हो, अनि पुग्छ कि पुग्दैन हेर्ने हो। अनि यहाँ बिचमा पनि एउटा लगाइदिउँ भन्दैछु यस्तै। अनि बिचमा पनि सपोर्टको लागि। लगाइच हेर्दै गर्नु होला। गाइज यति भएको छ। मैले यति गरेँ। यो बिछाएको अलिकति पुगेन, तर अब दुईवटा जति भने पुग्छ। किनभने नि गाइज यस्तो गर्नु आँटेको क्या। यसो गर्ने क्या बिचबाट एउटा छिराइदिने ऊ पर पारी यस्तरी। अनि त्यहाँदेखि यतिको उठाउने टक्क होइन त। यति बाहिर फुत्तै ननिस्कियोस्, यतिको निस्कियोस् टक्क। अनि यहाँनिर मुनिबाट एउटा फेरि यस्तै बाँस यहाँबाट यसलाई अडाउने क्या। अनि यहाँ बिचमा पनि बाँधिदिने तारले चिनिक्क सिधा बनाउने। यो यस्तो छ नि त तलमाथि होला कोही। अनि यहाँनिर दुईजना फाल्टै बस्दा पनि भयो। यता एकजना बस्दा पनि भयो। खुट्टा जस्तो झुन्डाएर। अनि छाना चाहिँ लगाएको यतिको अलिक पुगेन। यो अलिक म यो लाउँदिनँ छाना, यो निकाल्छु होला। अलिक लामो बनाउँछु ठुलो। अब 2-3वटा बाँसले भए पुग्छ। किन गाइज अहिले यति नै गरेको। अब माम खानु जानुपर्ने बोलाउँदै हुन्छ। दिउँसो भएर बाँसहरू खोज्नु पनि पर्छ। बाँस पनि खोज्नुपर्छ। अनि यो बाँध्नु पनि छ गाइज। लगाइस अनि म छाना बनाउनु भ्याउँछु कि भ्याउँदिनँ। रात पर्छ कि गाइज हेर्दै जानु होला के गर्छु।